हाम्रो चाहिँ फाइनली अब सरसल्लाह हुँदैछ। अब हामी यता जाने या उँधो जाने, बाइक हामी यहाँ छोड्ने पार्किङ गर्ने, त्यसपछि हामी उँधो जाने बाल्दै आउने, त्यसपछि कति माछा मर्छ। अब फाइनली गाइस मैले चाहिँ बाइक पार्किङ गरिसकेँ। साथीहरूको तल दुइटा छ। त्यसपछि अब हामी खोला जाने। अरू बेला आएर चाहिँ खाजा खाने घर चाहिँ मेरो यही है गाइस। अर्कोजना हाम्रो दाइ पनि फाइनली आयो है। अब हामी सरसल्लाह गर्नेछौँ अनि त्यसपछि जानेछौँ। फाइनली गाइस अहिले चाहिँ हामी खाजा खाँदैछौँ। यो मिठो हुन्छ त नामै फगटे पाँच जस्तो हुन्छ यो नामै त फगटे हामी फगटेमा फगटे मागा यो फगटे भन्छ यो मिठो हुँदैन यो कतिले यो मिठो यो त गुन्द्रुक जस्तो हुन्छ आउँछु जाने फाइनली गाइज अहिले चाहिँ हामी यो ठाउँको नाम त के पो आउँचुर आएर यो हामी चाहिँ लिची लानको लागि चाहिँ लिचीको फेदमा छौँ गाइज। बहुत फल्या छ यो ठाउँमा चाहिँ। म खानेछु लिची। हाम्रो दिदीहरू उहाँ हुनुहुन्छ हजुर। फाइनली गाइस 100 रुपियाँको चाहिँ यो बोटमा आएपछि यति पाउँदो रहेछ है। यति 100 दाना छ यसमा। यो चाहिँ म लानेछु फ्यामिलीको लागि। यस्तो फलेको छ यस्तो फलेको। फाइनली गाइस हाम्रो चाहिँ लिची भारी पुग्यो है। हाम्रो दाइले यसरी बोकिरहनु भएको छ। यो चाहिँ हामीले किनेको डोकोमा छ। यहाँ झोला पनि छ हाम्रो। झोला चाहिँ सबैको प्याक भइसक्यो है गाइस। हामी यसरी लाँदैछौँ हाम्रो फ्यामिलीलाई खुवाउनको लागि। हामीलाई चाहिँ बोटमा आइसकेपछि इनफ जति खा त्यो अब गोजीमा चाहिँ लाउनु पाइएन। भएको जति चाहिँ अब खाने रुचेको जति चाहिँ सबै रुचाउन मिल्ने रहेछ। हामी यसरी जाँदैछौँ हजुर। ल एकछिन अब मिलेछ भनेदेखि हाम्रो लिची साउनीको पनि म नम्बर छोड्नेछु, कन्ट्याक्ट गर्न सक्नुहुन्छ। आँचो सानो सानो है। यहाँ मेरो बाइक छ। बाइक हामी चाहिँ 4वटा बाइकमा एउटा हाम्रो बाइक सिङ्गल छ। हामी यो लिचीलाई चाहिँ हामीले छाँदेर लानेछौँ।